हाय। हेलो। हिजो त एकदमै रमाइलो भयो है। हिजो त धेरै रमाइलो भयो नि। मैले भन्दा पनि यो मेरो साथीले चाहिँ एकदम। अनि तपाईँ प्लेबोय क्लबमा रेगुलर जानुहुन्छ? अब दिनभरि मिटिङहरूले गर्दा एकदमै ह्याङओभर हुन्छ कि, त्यही भएर राति चाहिँ क्लब हामी गइरहन्छौँ। नाइट क्लब त हामी रेगुलरै हो नि, होइन बोले? रेगुलरै हो। बोरोको क्लबको यात्रा चाहिँ लाली गुराँसिया क्लबबाट सुरुवात भएको। यसले त्यो मेरो पोखरामा लाली गुराँस डिस्को क्लब थियो कि। त्यही भने होइन तैँले? ए वच्चा उल्कै थियो होइन बरु। अनि आज पनि त जाने होइन क्लब? हुन त हो, तर मलाई आज कस्तो टेन्सन भइरहेको छ। म हुँदा हुँदै अल्कालाई टेन्सन बोले त्यस्तो होला त? के टेन्सन हो भन न, म सल्भ गर्दै हाल्छु। अनि परेन हल्काजी बताउनुहोस्। मलाई त आज गाउँ जसरी पनि जानु पर्ने छ। कस्तो कच्ची बाटो छ भने नि, फेरि मलाई ट्राभल गर्दाखेरि भमिट पनि हुन्छ। गाउँ जानुपर्छ भनेपछि जहिले यस्तै गाह्रो हुन्छ। कस्तो टेन्सन भइसक्यो। राति क्लबमा हाम्रो भेट हुनु, अनि अहिले सँगै बस्नु, अनि अल्काको हल्का समस्या मैले सल्भ नगरे लाइफमा मजा हुन्छ त बोले? बिल्कुल बिल्कुल हुँदैन। टेन्सन नलौ, अल्काको हल्का समस्या मैले सल्भ गर्छु। द्याट्स इट। फोन पनि गर्दैन त। हैन, यो जिग्री के भएको झन् उड्ने बेलामा फोन गर है भनेको थिएँ। हुन त उड्ने बेलामा मात्रै फोन गर्ने विचार गर्यो कि क्या हो? तर यो उड्न चाहिँ कहिले उड्छ होला? Thank you so much for the surprise. हाम्रो लागि हेलिकप्टर चढ्नु भनेको ट्याक्सी चढे जस्तै हो के? पानी पँधेरो। म होटल एभरेस्ट भ्यूमा कफी खानलाई त हेलिकप्टर लिएर जान्छु। हेलो बराबु, जिन्दगीमा पहिलोचोटि पानी पँधेरो भनिरहेको छु। अघि बढ। हेलिकप्टर बस्यो हाम्रो गाउँमा। ए आमा मेरी आमैनी हेलिकप्टर पो आयो। हेर हेर, पहिले नै देख्नु पाएको भए किन खाउला जसरी हेर्तिस र त्यसलाई? नडरा, जङ्गली जनावर होइन, हेलिकप्टर भन्छन् भाइ यसलाई। लिसन है लिसन, शान्ति प्रेमी पाडे हुँ, होइन भने इन्डिया पुग्ने गरी तँलाई हान्छे। एउटा कुरो ध्यान दे डाम्नु, सानोमा बाख्रा चराउन पनि म हेलिकप्टरमै जान्छु। फर्का ब्याटल फर्का। के रे? लुटी खरेसँग के डिस्कस गरिरहने? चुप चुप चुप।
बाजेहरू कहाँबाट नि? चढ्नलाई त ढोकैबाट चढ्या हो बाबु। यो जाम्नु र म ब्याटल हान्दै थियौं। यसो चढ्नु पर्यो भनेर भित्र छिर्या मात्रै के थिए बाबुले हुट्टै उडाइदिइहाल्नु। किन हेलीमा चढ्या भनेर बाबुले गाली गर्नुहुन्छ भनेर हामी त लुकेर चुप्पो लागेर बसिराख्या भने। साँच्ची बाबु अहिले हामी यो चाहिँ कहाँ आइपुग्यौं? काठमाडौँ। राम 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 राम, काठमाडौँ पो हो यो। अब बाबु यहाँसम्म ल्याइहाल्नु भो। बस्ने खाने पनि त बाबुकै घरमा होला नि हामी, होइन? हैत तेरिका, के आइलाग्यो यो? ले 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 ले, के यो त हाम्रै गाउँ जस्तो पो देख्छु म त बरु। ए बोलै, नेपालको गाउँहरू सबै उस्तै त लाग्छ नि। हल्का जानु पर्ने चाहिँ कुन घर हो? हिँड्दै गर्नुहोस् न, म लगिहाल्छु नि। ओके। यसको भान्जी अथवा कोही हुनुपर्छ। ओके ओके। नाचिदिनुहोस् बरु। यिनीहरू हार्नाका भित्रको मान्छे हुनुपर्छ। एक्चुअली उहाँ चाहिँ मेरो बोयफ्रेन्ड। म उहाँलाई नै भेट्न यहाँसम्म आएको। जिग्री, अबदेखि मलाई कुनै पनि सहयोग नमाग्नु भन्दिस् नि। तर साथी भनेको चाहिँ तँ जस्तो हुनुपर्छ क्या। मैले कुनै पनि सहयोगै नमागी आफै बुझेर मेरो गर्लफ्रेन्डलाई सुरक्षित साथ अवतरण गराइदिस्, त्यो पनि हेलिकप्टरमा। थ्याङ्क यू जिग्री। बाई बाई। ओए खोल झोला। भले मलाई ढल्न किन टाइम लागिरहेछ? टाइम लाग्दैन बरु। राजा राजा भन्थी बाजा बजाएर गई, मलाई राजा राजा भन्थी बाजा बजाएर गई। हेलो साङ्लो बरु, यो घोर चापेर म ठमेलको पेले बोय क्लबमा जाँदैछौँ कि तपाईँले त्यही अनुसारले सेटिङ मिलाउनु होला। ल ल, मैले अल्कालाई सबै कुरा भनिसकेको छु। उसलाई त्यही क्लबमा पठाइदिनु। अरू कुरा मलाई थाहा छैन। त्यो रतुवा कुनै पनि हालतमा अस्ट्रेलिया जानु भएन, कुरो बुझ्ने? राखिराख अहिले। रक्सियाले पनि छोडेर गई, अल्काले पनि उल्कै गरी। मेरो चाहिँ भाग्यमा राम्रै केटी नै लेखेको रहेछ। मन साइले तिमी स्वर्ग की परे जसरी